हामीले दाँत माझ्ने पेस्ट भनौँ न मञ्जन यसरी बन्दो रहेछ। ल हेर्नुहोस् है, फ्याक्ट्रीमा यसरी धेरै जनावरहरूको हड्डीहरू मिसाएर, अब कुन कुन जनावर हो त्यसैको हड्डीहरू मिसाएर यसरी लगेर फ्याक्ट्रीमा यसरी सबैलाई मिक्स गरेर हैन, अनि कसरी बन्दो रहेछ हेर्नु न तपाईहरु पनि। हो हेर्नु त, यसरी फ्याक्ट्रीमा लगेर मजाले मिक्स गर्दो रहेछ। अब मिक्स गरिसकेपछि हेर्नुस् है, आजसम्म थाहा थिएन यसरी पो बन्दो रहेछ भनेर। हेर्नु है, ओहो तरिका पनि कस्तो रहेछ है। ल हेर्नुस् है, अब यसरी प्याक हुँदैछ है। अब मजाले तयार हुँदैछ। अब ल यसरी पेस्ट बन्दो रहेछ है, कोलगेटको बनिरहेको छ। ल हेर्नुहोस् है, तपाईहरु पनि हेर्न सक्नुहुन्छ। थाहा नभएको कुरा आज आएर बुझ्यो। यसरी बन्दो रहेछ है सबैजनाले है, मजाले हेर्नुभयो होला।